गर्मी छ भरतपुरमा। हामी यता बेलुकातिर घुम्न आउँदैछौँ भेटौँडा भरतपुर धेरै गर्मी छ गाइस। मैले अघि भिडियो हालेको थिएँ, म भरतपुर आइपुगिसकेँ। मैले काठमाडौँको भिडियो हाल्न पाएन, त्यसको लागि म यही भिडियोमा सरी भन्न चाहन्छु। मैले त्यो भिडियो पनि सरी भनेको थिएँ। मैले काठमाडौँको भ्लग हाल्न पाएन, त्यो भ्लग हाल्न नपाउने गल्ती पनि माइडमको कारणले भएको हो। माइडमको काम हो यो भ्लग हाल्न नदिने पनि। मलाई घुम्न जानलाई मलाई फोन नगरसँग भागेको मान्छेहरू भएर मैले भ्लग लगाएको। भक्तपुर जाने सोच थियो, कहाँबाट मलाई किर्तिपुरमै फसाएर आफूहरू भागेछन्। त्यही भएर है त लगायत अब हामी बाटोमा छौँ, बाटोको सिन हेरौँ। आहा भरतपुरको बाटोको हालत तर राम्रै छ, भेटौँडा भन्दा काठमाडौँको बाटो भन्दा। बालेनले नै बना त होइन, तर मजदुरहरूले बनाएको बाटो हो। तर बालेनको नाम मात्रै उसले पैसा दिइराखेको छ नि त, यो बाटोमा उसको लगानी परेको छ। त्यही भएर आमामा वहाँसम्म लाइट उहाँ लोसेङ्गीहरू त्यहाँ बसिरहेको लेख्पो आएर त्यतातिर। यो चाहिँ भरतपुर अस्पताल जाने बाटो। झट्नु हामी अहिले कहाँ आइपुग्यो? लाइट टाउनमा। भरतपुर अस्पताल भरतपुर बसेर हेटौँडाको सपना देखिसक्यो गाइज। यतातिर कसैले भरतपुरमा भएर हेटौँडा हस्पिटलको सपना देखिरहेको छ। यो उयसमा बसेर नर्स बनेको कारणमा हो कि तपाईँ त्यो वीर हस्पिटलमा बसेको कारणमा नर्स हुन् त पहिलाको मिस्टर रुबी देउला निडन हस्पिटलको। अब हामी आफ्नो ठुलममीको घर लाग्दैछौँ गाइज। अब बाटोतर्फको सिन मात्रै आउँछ, हाम्रो थोप्रा हेर्न अलिक गाह्रै पर्छ। बाई बाई। हेलो एन्टी खै हेरे राम तिनीहरू चिकेरा ए मेरो लोस्याङ्डी हिँडेर ल अहिले पनि बस चल्ला यतातिर चाहिँ रुबिदेउला अघि म पछि तर गाइज भरतपुरमा चाहिँ गर्मी लोटै हो ल, हो कि होइन? हो भन्दैन हो गाइस हो। सास पनि लाग्यो। यहाँ पोखरी कहाँ आइपुग्यो? पोखरी अहिले पछि हामी घर जाने बाटोमा पानीको पोखरी देखाउँछ।